आजको भिडियोमा म तपाईलाई फेवा लेक र डेभिल्स फल्स देखाउन गइरहेको छु। यहाँ चाहिँ एकदम अवस्था चाहिँ बिजोग छ। यो फेवा तालमा चाहिँ डेकोरेसन केही पनि छैन, हेर्न सक्नुहुनेछ। पहिले त झन्डाहरू थियो, यहाँ लगाएको एकदम लाइटहरू थियो, तर यसपाल केही पनि छैन। एकदम अवस्था के छ, खराब छ। फोटो खिच्नको लायकको पनि छैन। त्यसकारणले मैले एक दुईवटा भिडियो क्लिप मात्र छोटो ल्याएँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बोटहरू एकदम खाली अवस्थामा छ। सायद बिहान भएर पनि होला, अहिले हामी चाहिँ बिहानै आइपुगेको, त्यसकारणले पनि पर्यटक नभएर पनि होला सायद खाली भएको। यत्तिकै खाली अवस्थामा छ, हेर्न सक्नुहुन्छ। अब ठ्याक्कै यो सकेर चाहिँ हामी जान्छौँ डेभिल्स फल्समा। डेभिल्स फल्सको अवस्था पनि यस्तो छ, हेर्नु। थ्याङ्क्स फर वाचिङ। अरू भिडियोहरूको लागि हामीलाई फलो गर्नुहोस्।